हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। म तपाईँहरूलाई फेरि अर्को भिडियोमा स्वागत गर्न चाहन्छु। आज चाहिँ म रोडमा हिँड्दैछु, राइडिङ भिडियो सेकेन्ड डे है यो चाहिँ। अनि तपाईँहरूको दिन कस्तो हुँदैछ? मेरो त अब केही नयाँ गर्ने सोचिरहेको छु। अब हेरौँ के हुन्छ है। नयाँ गर्ने सोचिरहेको छु। तपाईँहरूसँग के आइडिया छ? यसले के गर्ला जस्तो लाग्छ होइन? अब यसो कमेन्ट गर्नुहोस्। नयाँ गर्ने सोचिरहेको छु। अहिले 12को इक्जाम दिएर छुट्टीमा बसिरहेको छु। सो अनि अब माइक हाल्न बाँकी छ है। यो माइकले चाहिँ साउन्ड अलिकति राम्रो बनाउँछ नि त, तर मसँग माइक छैन के, त्यही भएर अब माइक चाहिँ अलि टाइम लाग्छ। अहिले त्यस्तै छ समस्या। सो माइक हालेपछि चाहिँ भोइस पनि राम्रो आउनेछ। त्यसको लागि पनि तपाईँहरूले प्रतीक्षा गर्दै गर्नु होला। अहिलेको लागि चाहिँ यत्तिकै चलाइरहेको छु। भोइस अलि नराम्रो आउन सक्छ, त्यसको लागि क्षमा प्रार्थी छु है। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? युट्युब कतिको हेर्नुहुन्छ होइन? यदि च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नुहोस् होइन। अनि सेयर गर्नुहोस् भिडियो। मन पऱ्यो कि मन परेन, कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। अब यस्तै हो, खासै बोल्नु जान्दैन होइन। अब अरू युट्युबरहरूको हेरेर सिकिरहेको छु। कन्टेन्ट पनि कस्तो खालको हाल्ने केही पनि थाहा छैन है। यत्तिकै जस्तो भने त्यस्तै हालिदिने हो। अनि तपाईँहरूलाई कस्तो लाग्दैछ? अनि त्यसपछि अब कमेन्ट गर्नुहोस् न। कमेन्ट बढे पुग्यो मलाई त। अनि अब भिडियो एडिटिङ पनि सिक्दैछु, त्यही भएर खासै राम्रो नआउन सक्छ। अब सिक्ने क्रममा अलिअलि होइन त्रुटि भइहाल्छ। भ्युज पनि खासै गएको छैन भिडियोहरूमा। अब भ्युज पनि केही दिनमा बढाउनु पर्छ। के गर्ने हो, अब भर्खर सुरु गरेको च्यानल हो, त्यही भएर खासै छैन। भर्खर सुरु भन्दा नि च्यानल बनेको चाहिँ 2021 कि 22 कतिमा बनेको छ कि। च्यानलको डेट हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँनिर प्रोफाइलमा मेरो। तर भिडियोहरू बनाउन अलिकति सुरु गरेको चाहिँ यही 24देखि नै हो। तर खासै राम्रो बनाउने अझै पनि आइडियाहरू आएको छैन। तपाईँहरूसँग नयाँ आइडिया छ भने यसो आइडिया दिनुहोस्, ताकि राम्रो भिडियोहरू हाल्न सकौँ म होइन। अनि अरू यस्तै हो, बजारबाट डाँडा हेटौँडा घुम्न आउनु भएको छैन भने एकचोटि हेटौँडा पनि भिजिट गर्नुहोस्। धेरै राम्रो ठाउँ छ है। यहाँनिर एउटा समस्या के छ भने कुत्ताको समस्या छ के। बिहान बेलुका कुकुरले चाहिँ छोड्दैन। कुकुरले बिहान बेलुका चाहिँ अलिकति कुदेको देख्नुपर्छ, पिछा लाएर बाफ्रे। बाइक स्कुटरमा त टोक्नै खोज्छ भनेको। अब यो कम्युनिटीमा कुकुरको चाहिँ अलिकति होसियार रहनुपर्छ क्या हामीले होइन। अरू त सबै ठिकै छ। अनि अरू भन्नुहोस्, तपाईँहरूको कमेन्ट गर्नुहोस्। च्यानल छ भने होइन सब्सक्राइब गरिदिनुला। मेरो च्यानल पनि भ्यू गर्नु, एकचोटि अरू भिडियोहरू पनि हेर्नु। भर्खर हाल्दैछु। तपाईँहरूको साथ र सपोर्टले म अगाडि बढ्न सक्छु। हामी सबै एकजना अगाडि बढ्न सबैजनाको एकजुट हुनुपर्छ क्या होइन। मिलनसार एकले अर्कालाई हातेमालो गर्दै अगाडि बढ्ने हो नि। अब एमआरपी दाई, राजकुमार ब्रदर होइन, उहाँहरू अगाडि बढ्नुको कारण के त? उहाँहरू एक्लैले, उहाँको फ्यामिलीले, उहाँको त्यो कपाल जोडीले होइन नि त होइन। उहाँहरूलाई त हामी सबैजना मिलेर उठाएको हो नि त हो। त्यस्तै गरी एकले अर्कालाई सपोर्ट गर्दै गइयो भने टाइम लाग्दैन हो हामी पनि अगाडि बढ्न। त्यसैले मेहनत गर्न सिक्नुपर्छ हौ केटा भन्छ नि होइन। मेहनत गर्दैछौँ, त्यसको लागि तपाईँहरूको साथ र सपोर्ट चाहिन्छ, नत्र अलिक गाह्रै पर्छ क्या। सो स्कुल एरिया आयो। अब चाहिँ तपाईँहरूले अब कमेन्ट गर्नुहोस् भिडियोहरूमा कस्तो लाग्दैछ होइन। अरू त के भन्न सकिन्छ र, अब त्यही हो। अनि अब
अलिकति हुँदै गयो अनि ड्रोन किनिन्छ अनि ड्रोन लिगल बनाएर चाहिँ तपाईँको यो ड्राइभर डाँडाको भ्यू देखाउने विचार छ एकचोटि। धेरै राम्रो भएको छ पहिलाको भन्दा। यो भ्यू चाहिँ तपाईँहरूलाई म एकचोटि अवश्य देखाउने नै छु। यो पनि एउटा ड्रिम हो। यसको भ्यू ड्रोनले देखायो भने बवाल छ क्या, एकदम A1 छ क्या। पहिलाको भन्दा धेरै डेभलप भएको छ क्या। रोड पहिला रातो माटोमा पुरा घिसिरो थियो, ट्र्याक्टर बाइक केही जाँदैन थियो। अहिले ठुल्ठुलो गाडी ल्याएर राख्न थालिसक्यो, स्ल्याब गरिसक्यो, स्कुल बस माथिसम्म डाँडासम्म जान थालिसक्यो होइन। अनि बिल्डिङहरू अनि इलेक्ट्रिसिटी पनि पहिला सानो भोल्टेजको थियो भने अहिले भोल्टेज बढाइसक्यो क्या। डेभलपमेन्टको त कुरै छैन अहिले, पहिलाभन्दा धेरै बढिसकेको छ। त्यसै कारणले गर्दाखेरि अब हेरौँ बन्दैछ। 5 मिनटको भिडियो भइसकेको छ, अब धेरै लामो नहालौँ होइन। फेरि अर्को भिडियोमा तपाईँहरूलाई म भेट्ने नै छु। त्यतिसम्मको लागि थ्याङ्क यू फर वाचिङ दिस भिडियो। अनि अब थ्याङ्क यू फर वाचिङ दिस भिडियो पछि लाइक सेयर सब्सक्राइब होइन। अनि त्यसपछि त्यही हो, सपोर्ट इज अदर। म पनि गर्न तयार छु सपोर्ट, तपाईँहरू पनि सपोर्ट गर्नुहोस्, सक्दो सेयर गर्नुहोस्। अनि अब अर्को भिडियोमा भेटौँला। ट्याक्कै 6 मिनट 30 सेकेन्डको बनाउँछु है। 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30। थ्याङ्क यू।